अब भनेको हेर्दैछौँ अब लाग्दैको चल्दैको है तर एकदम खतरा कुल मौसम पनि त्यति साह्रो चिसो चाहिँ छैन है एकदम तातो खालको मौसम हिउँ परे पनि तातै छ मस्त छौँ अहिले चाहिँ यो त्यहाँ तल पुग्नुपर्छ है ब्याकग्राउन्डमा हिमाल अलि त्यति साह्रो राम्रो देखिरहेको छैन अब चल्दै जाउँ हिमालहरू म यो गाउँ जान लाग्यो यहाँनिर चिसो ठिकै छ है अनि यो चाहिँ मेरो फर्स्ट ब्लग हो मेरो फर्स्ट ब्लगलाई सबैजनाले माया गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला है भिडियोलाई लाइक पनि गरिदिनु होला आमाडब्लुम हिमाल यो चाहिँ आमाडब्लुम हिमाल चारैतिर हिमालै हिमाल छ है त Lights went down when you feel lost in your shadow. गाउँ ठिकै छ पातलो म चाहिँ यो अन्तिमको कामले होटल पिसफुल तल एउटा होटल अनि यहाँदेखि अब धेरै थुप्रै लजहरू छ मेन बाटो निस्क्यौँ हामी बस्ने माथि कुना भन्दाखेरि यहाँनिर निकै चिसो रहेछ गाइस चिसोले एकदम चिसो छ सानो सब सेन्टर म बस्नु पर्ने होटल चाहिँ यही त गाइस ठ्याक्कै आन्टी निस्किँदो हुँदैछ है यसमा भरिदिनु अरे जानुपर्ने चाहिँ यताबाट भनिरहेछ बाहिर यस्तो चाहिँ भित्र चाहिँ दामी नै हुन्छ है पाला के छ तपाईँ रक्सी पठाउनुहुन्छ नि मलाई 10 बोतल भन्दा नि 25 बोतल जति वाला यहाँ रक्सीको कति पो छ साँच्चै 600 अम्बो महँगो छ सो गाइस मेरो काम पनि सकियो है ल लेगमा पाउने चौरी गाई यताबाट देखाउँछौँ यो हिमाल अघि खिच्न खोजिरहेको थिएँ यही हिमाल है त मान्छेको आउ जाउ एकदम बढी नै मात्रामा हुन्छ है सबैजना टुरिस्टहरू पनि फोटो खिच्नलाई बिजी छ किनकि आज मौसम दामी छ नि त हल्का हिउँ परेको बिच बाटोतिर चाहिँ हिउँ बसेको रहेनछ एकदम सही दामी रहेछ है त अब अलिक माथिसम्म जान्छौँ सिङ चाहिँ खत्रै हुन्छ है मलाई डर पनि लागिरहेछ अलिकति साइड त लाग्नै पर्यो हान्ला जस्तो गरेर नि आइरहेछ सबै हुन्थ्यो भने खत्तम सिङै हेर्नु न गाइस सिङ राम यिनीहरूको सिङ नै डेन्जर हुन्छ देख्दै डराउने चाहिँ पैदल यात्रा गर्नुपर्छ लगभग 4 दिनको हाराहारीमा चाहिँ यो ठाउँमा तपाईहरु आइपुग्न सक्नुहुन्छ है त
फर्स्ट ब्लग अनि मेरो नयाँ च्यानललाई सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला अनि एक लाइक पनि गरिदिनु होला अनि साइडमा रहेको बेल आइकनलाई पनि यसो टुच्च दबाइदिनु है त।